कहानी हजारौं साल पुरानो हो। देवता अनि असुरका बीचमा एउटा ठूलो सङ्घर्ष अनि संग्राम भएको थियो र त्यसबाट उत्पत्ति भयो एउटा अमृत कलश। नमस्ते, गुड मर्निङ अनि सुप्रभातम सम्पूर्णलाई। कुरा गरिरहेछु समुद्र मन्थनको। पुराण इतिहासमा हामीले सुनिरहेको कथा हो समुद्र मन्थनको, जसबाट 3टा विशेष वस्तु उत्पत्ति भएका थिए। त्यसमध्ये एउटा थियो अमृत कलश। प्रसङ्ग सुरु गरौँ कुम्भ मेलाबाट। कुम्भ मेला जो विश्वको सबैभन्दा ठुलो मेला समागम भनेर हामीले जान्न सक्छौँ। कुम्भ मेलाको इतिहास खोज्दै जाँदा हामी समुद्र मन्थनको बारेमा पढ्न पाउँछौँ र जान्न पाउँछौँ। कुम्भ मेला यस्तो एउटा चाड हो, पर्व हो, फेस्टिभल हो जो भारतका 4वटा अलग अलग समुद्र या नदीका तटमा मनाइन्छ। यी हुन् कुम्भ मेला, अर्ध कुम्भ मेला, पूर्ण कुम्भ मेला र महाकुम्भ मेला। कुम्भ मेला वर्षेनी गरिन्छ। अर्ध कुम्भ मेला हरेक 6 वर्ष बादमा आउँछ। पूर्ण कुम्भ मेला 12 वर्ष बादमा आउँछ र महाकुम्भ मेला 144 वर्ष पछाडि आउँछ। अलग अलग कुम्भ मेला अलग अलग जग्गामा र अलग अलग ग्रह नक्षत्रको हिसाबले लगाइन्छ। विशेष कुम्भ मेला यो पालि 144 वर्ष पछाडि भएको कुम्भ मेला हो महाकुम्भ मेला। यस पालि प्रयागराज, उत्तर प्रदेश, इलाहाबाद प्रयागराजमा भइरहेछ।